बुढीको हातको माछा भात खाएपछि त हाम्रो रियाक्सन वा आयो यार। हेलो एभ्रीवान, के छ आयो तपाईहरु सन्चै हुनुहुन्छ होला। म मेरो बुढी र मेरो दाइको छोरा पनि हामी सन्चै छौं। अनि गाइज सकले चाहिँ 1 महिना नहुँदै सब काम सिकेर सकिहाल्यो के। केटा मान्छे भएपछि यस्तो हुनु पर्यो के। बिमला थाहा पायौ कि नै तिमीले? धेरै पोज नदिऊ। अनि गाइज मेरो बुढी छ जति बेला पनि मोबाइल मैले क्यामेरा खोल्यो भने पोज दिन लागिहाल्छिन् के। राम्री भनेर त होला। जति गरे पनि मोबाइल त राम्री छैन के रे। गोरो छालाले के गर्ने हो र भनेर चाहिँ हामी सगत र म यहाँबाट कुरा गर्दै गर्दै निस्कियौं। अनि घर पुगेको त कस्तो माछा बास्ना आयो र मेरो बुढीले चाहिँ माछा पकाएको रहेछिन्। ल खाइदिउँ न त माछा भनेको आम्मा अनएक्सपेक्टेड जस्तो कुरा भयो के यार। यस्तो पनि सोचेको थिएन यति टेस्ट आउला भनेर। अनि गाइज मान्छेले भन्थे नि आमा पछि बुढी हुन्छन् भनेर, सही भन्ने रहेछन् जे होस्। अनि गाइज जो मान्छेले यस्तो सोच्छ नि त्यो मान्छे कहिले अगाडि बढ्दैन, तलै कहाँ हुन्छ। यस्तो कहिले सोच्नुहुन्न है। आमा भनेको आमै हुन्छन् भनेर नभनौ, मजाक गरे फेरि। यति भन्दा हाम्रो जेठी बाबुलाई छोड्न चाहिँ हामी नडा जाँदैछौँ। अनि गाइज हाम्रो भाउजू कस्तो हिरोइनी जस्तै हुनुहुन्छ क्या। बाबा हेर्दै दाग लाग्ला जस्तो। यो भिडियो हेरेपछि फेरि भाउजू फुर्र आउनु होला। धेरै फुर्र नआउनु है भाउजू, धेरै मक्ख भए पनि राम्रो हुन्न के। अनि गाइज हाम्रो पसलले यो र मेरो ड्याडीले यहाँ अर्डर आन्दै हुनुहुन्छ र मेरो भाउजूले पार्सल गर्दै हुनुहुन्छ। अनि गाइज अरू जे जस्तो भयो भने मेरो भाउजूले चाहिँ काम दरो गर्नुहुन्छ के। के कामलाई सानो ठुलो मान्नुहुन्न, हरेक काम गरिदिइहाल्नुहुन्छ। यस्तो हुनु पर्यो के केटी भएपछि। म उता व्यस्त छु, सासूबार त उता हाँस्नमा व्यस्त हुनुहुँदैछ। जति गरे मम्मीको लास्ट माया लाग्छ यार। एक चुमा दिएर चाहिँ हामी जाँदैछौँ नौडातिर। फेरि मम्मीलाई चुम्मा नदिएछ मम्मी घुम्न जानु नदिने, त्यही भएर एक चुमा दिएर चाहिँ जानु पर्यो कि। फकाउनु पर्यो नि त मम्मीलाई एक चुमा दिएपछि मम्मी फकिहाल्नुहुन्छ के। धेरै फकाउनु पर्दैन मम्मीलाई। अनि गाइज मेरो सगत छोरो झन् हिरो हो। फेरि प्रशंसा गर्नु भयो नि मेरो भनेर काम नगर्दा कि फेरि यार काम गराउनु पर्यो त, त्यही भएर प्रशंसा गरिदिनु पर्यो। अनि गाइज अरू जे जस्तो भयो नि मजाकलाई साइड राखौँ। साँच्ची नै हिरो नै हो मेरो छोरो। अनि गाइज अरू जे जस्तो भयो नि गराएको चाहिँ झ्याम आइरहन् के। सायद म भएर होला, म लास्टै लक्ष्य छु क्या त्यही भएर। अनि गाइज ड्याडी मम्मी भाउजूलाई बाई भनेर चाहिँ हामी गयौँ नोडातिर। अनि गाइज सिन हेर्दै आफ्नो अनुहार हेर्दै हामी नोडातिर लाग्यौँ। ऐना हेर्दै खतरा हिरो जस्तो देखिन्छु। खास म हिरो बन्नु पर्ने खै किन यता जित छु। एक दुई ठाउँ फिल्ममा साइन पनि गर्न त गरेको थिएँ, तर मलाई मन नपरे चाहिँ मैले नगरे हो। खासमा हिरै हो म है। नाइ त जिरोस् भनेर कमेन्ट गर्नु होला नि, फेरि यस्तो कमेन्ट नगरिदिनु होला। अनि गाइस सकले आज तपाईँ कत्रो ह्यान्डसम हुनुहुन्छ भनेर भन्यो त आमा म त अब ऐना हेरिराखौँ यार, साँच्ची ह्यान्डसम लाग्यो आफूलाई। अनि गाइस अरू जे जस्तो मजाक भयो भने त्यो मजाकलाई साइडमा राखेर चाहिँ हामी आफ्नो दिदी घरमा आयौँ। दिदी घरमा आउनु बित्तिकै मेरो भान्जीले जम्मा पारे अँगाला हालिदिन्। अनि मलाई ढोक्छ गरेर मलाई पनि अँगाला हालिन्। मेरो फेभरेट भान्जी उनी नै हुन है। लास्टै मलाई राम्रो लाग्छ भान्जीभरिमा। अनुहार राम्रो भएर फेभरेट लागेन कि बानी राम्रो भएर फेभरेट लाग्यो। बानी लास्टै राम्रो छ मेरो भान्जीको, त्यही भएर। अनि गाइस हाम्रो प्यारो हजुरआमालाई भेटघाट गरेर ढोक्छो गरेर माया पिरतीका कुराकानी गरेर चाहिँ हामी अब घर फर्किँदैछौँ। घर फर्किँदै थियौँ र मेरो बहिनी ज्वाइँको माया लाएर म गएँ बहिनी ज्वाइँलाई भेटघाट गर्न। र मेरो ज्वाइँले चाहिँ अर्डर हान्दै हुनुहुँदो रहेछ। अनि मेरो चुके बहिनी चाहिँ मलाई देख्ने बित्तिकै गाली गर्न लागि किन काम गर्न छोडेर घुम्नुहुन्छ भनेर। अनि मैले भनेको त्यस्तो होइन, मेरो प्यारी बहिनी कामले आएको भनेर सम्झाएँ मेरो बहिनीलाई। त्यसपछि मेरो ज्वाइँले अर्डर हान्दै हुनुहुन्छ। मैले भने कि ज्वाइँलाई ज्वाइँ कति कमाउनु भनेर भने त आज जेठन साहब आज त मैले 2 लाख कमाइदिएँ भनेर भन्नुभयो। ल ठिक छ भनेर भने मैले पनि। यही खुसीमा चाहिँ पार्टी दिन्छु भनेर चाहिँ आफ्नो हातले चाइनिज बनाएर दिनुभयो। अनि हामीले खाएको त सक यस्तो खतरा बनाउनु छ ज्वाइँले, त्यसै 2 लाख त कमाउनु भएन भनेर भन्यौँ हामीले पनि। अनि गाइस ढिलो भएको थियो हामी त्यहाँबाट खाइपिई गरेर हामी निस्किसक्यौँ। अनि गाइस यस्तै मनोरञ्जन वाला भिडियो हेर्न चाहन्छु भने लाइक शेयर गर्न नभुल्नु होला। यति भन्दै भिडियोलाई गरौँ पारा।